Welcome to Bloom Nepal. आजको रमाइलो कथा। एक सुन्दर बगैँचामा धेरै फलफुलहरू बस्थे। स्याउ, केरा, आँप, अंगुर र सुन्तला। नमस्ते साथीहरू। सबै आफ्नै सुन्दरता र स्वादमा गर्व गर्थे। एक दिन स्याउले भन्यो, म सबैभन्दा राम्रो हुँ। म स्वास्थ्यका लागि फाइदाजनक छु। केराले तुरुन्तै भन्यो, होइन, म ऊर्जा दिन्छु। म सबैभन्दा राम्रो। आँप हाँस्दै बोल्यो, म जत्तिको त कुनै मिठो छैन फलफुलको राजा म हुँ। त्यो सुनेर अंगुर र सुन्तला पनि झगडा गर्न थाले। हामी पनि कम छैनौ। म भिटामिनले भरिएको छु। बगैँचामा ठूलो हल्ला भयो। त्यत्तिकैमा एउटा बुद्धिमान पुरानो रुखले भन्यो, हे बच्चाहरू, किन झगडा गर्दैछौ? तिमीहरू सबैको आफ्नै महत्व छ। स्याउ स्वास्थ्य दिन्छ, केरा शक्ति दिन्छ, आँप स्वाद दिन्छ, अंगुर मिठास दिन्छ, सुन्तला भिटामिन दिन्छ। सबै फलफुलहरू शान्त भए। उनीहरूले बुझ्न थाले कि सबै मिलेर मात्र उनीहरू अझ राम्रो हुन्छन्। अन्त्यमा सबैले हात समाउँदै भने, ओहो, हामी सबै महत्त्वपूर्ण रहेछौं। अबदेखि हामी झगडा गर्दैनौ। त्यसपछि बगैँचा फेरि खुसीले भरियो र सबै फलफुलहरू मिलेर रमाउन थाले। हामी सबै फरक भए पनि सँगै हुँदा सबैभन्दा राम्रो हौं। एकता र सहयोगले नै साँचो खुसी र शक्ति दिन्छ। साथीहरू सुन्नुस् त, लाइक, सब्स्क्राइब अनि कमेन्ट पनि गरिदिनु होला। ल